सो हेलो एन्ड नमस्ते हजुर स्वागत छ मेरो युट्युब च्यानलमा हैन इट्स अ बोय बिपिन मगर अनि म चाहिँ धेरै पछि ब्याक भएको छु हैन अनि किन भन्दाखेरि अहिले चाहिँ मेरो अब फोन बिग्रेको थियो अनि फोन बिग्रेको भएर म त्यसैले भिडियो नि हाल्न पाएको थिएन अनि 2-3 दिन भयो म गाउँ आएको चाहिँ अनि आज अब म कहाँ जान लाग्यो भने आज चाहिँ अब माथि मन्दिर जान लाग्यो यहाँबाट 1-1.5 घण्टा जति लाग्छ अनि आजको भिडियो के कस्तो लाग्छ हेरिदिनु होला माया देखाइदिनु होला साथ सपोर्ट दिनु होला अनि त्यही हो अब म चाहिँ रेडी भइसकेँ हैन टक्क अब अहिले जुत्ता सुत्ता लाएर भेट्छ है र त्यही गाइस है अब म चाहिँ टक्क मेरो गाउँमा छु हैन अनि सबैजना यही छन् अब अनि मेरो बहिनी चाहिँ रेडी हुँदैछ ल बहिनी के भन्छ के छ खबर ठिक छ नि बहिनी चाहिँ रेडी भइरहेछ हैन अनि यतिकै टक्क चल्दैछ बसिरहेछ हामी हैन चक्कर हान्दैछौँ अनि त्यही हो अनि अब टक्क भेट्नु पर्ने हुन्छ माया देखाइदिनु साथ सपोर्ट दिइदिनु होला त्यसै कारण भिडियो हाल्न पाएको थिइनँ हेरिदिनु होला माया देखाइदिनु होला अनि त्यही हो भिडियोहरू चाहिँ अलिकति अब ढिला नै भइरहेछ अहिले अब चाहिँ भिडियो त्यस्तो हुँदैन कि भन्ने कुरा हो भिडियो हाल्छु अब चाहिँ हेरिदिनु होला माया साथ सपोर्ट देखाइदिनु होला ल अब जुत्ता सुत्ता लगाएपछि भेटौँला है त के भ्यू हेर्ने हो यस्तो बवाल छ नि भ्यू त फेरि है त्यही है त टक्क अब दाइहरू चाहिँ उता तल हुनुहुन्छ है दाइ भाउजूहरू चाहिँ सबजना तल हुनुहुन्छ अब हामी चाहिँ बस्नुपर्ने हुन्छ त्यही हो अब माया साथ सपोर्ट देखाउनु पऱ्यो आजको भिडियो कस्तो लाग्छ हेरिदिनु होला अहिले भेट्नुपर्छ हामी है त काले हो जानुभएको कि ऊ निकाल्दै हुनुहुँदो रहेछ कि त्यही भएर वाइ लर चढाइदिनु वेलकम टु माई रोक एकछिन किन साधन एकछिन रोक न त्यो उठाकै मागेर ल्याउँछु एक दुई शब्द ल नमस्कार वेलकम टु माई ब्लग मेरो दाइ मेरो बिपिन भाइको ब्लगमा सबैले लाइक र सब्सक्राइब हान्दिउँ है ल यतिको चाहिँ हुनु पर्यो है त ल हामी माथि मन्दिर जाँदैछु है त ल रक्सीहरू त खोइ एकछिन म सोध्छु यता दाइलाई पनि आउनु पर्यो दाइ हाम्रो दाइ आइसक्नु भयो नि ब्लग हाम्रो बिपिन भाइको ब्लग नो ल बिपिन है दसो गाइज हामीले भइरहेछ यहाँ बसिरहेछौँ होइन अनि दाइहरू चाहिँ ल वेलकम टु माई ब्लग दाइ वेलकम टु माई ब्लग है ल दाइ वेलकम छ है ब्लगमा भाउजू वेलकम छ है ल है बसिरहेछौँ अब एकछिनमा पर्सि चाहिँ भइसकेको छ अनि टक्क अब लोड गरेर यहाँबाट हिँड्नु पर्ने हुन्छ अनि एकछिनमा भेट्नु पर्ने टक्क हालत चाहिँ यस्तो छ होइन टक्क गइरहेको के छ गाइस ठिक छ नि हालचाल ठिक छ नि दिराज के छ ठिक छ नि हालचाल त्यही है गइरहेको होइन अनि सागर दाइ गएर नि हेरेको थियो क्या यता हेरिदिनु न त
नजाने सागर दाइ सागर दाइ विपिनको भ्लगमा के भन्नु पर्यो के यता सबै दाइ के भनिदिने यता आइपुगिसकेको छौँ होइन यहाँनिर सबैजना हेर्छन् होइन बसिरहेको अब भर्खर यहीँबाट चढेको अब यहाँ चाहिँ टिकट काट्नु पर्ने हुन्छ क्या टिकट काटे पछाडि चाहिँ अनि हामी चढ्नु पर्ने हुन्छ दाइ कन्डिसन कस्तो छ त ठिक छ कन्डिसन ल है टक्क लाएर अनि दाइको कन्डिसन कस्तो छ त एकदम ठिक छ त बाबु है गाडीमा अलि गाह्रो भयो थियो हजुर त्यतिखेर मेरो भाइको भ्लगमा अलि आउन पाएन ल ठिक छ ल बाजेको नि एक ल यता ल होइन बाजेको नि ल भिडियो ल विपिन भाइको च्यानलमा ल अब ल मेरो भाइको च्यानलमा सबले लाइक र हैन टक्क दाइले भनेको चाहिँ गरिदिनु पर्यो ए ल लाइक है र त ल। सब्स्क्राइब हान्दिउँ है त ल मेरो भाइको ल हामी चाहिँ अब जाने हो अब अलिकति चढेपछि भेट्नुपर्छ यहाँनिर अलिकति सामानहरू बोक्नुपर्छ त्यही हो गाइज हामी चाहिँ बसिरहेको छौँ होइन अब यहाँनिर हुँदैछ होइन अनि अब हुनुपर्छ होइन त्यो हुँदैछ होइन यो चाहिँ यो हो बहिनी हो दाइहरू यहाँ हुनुहुन्छ भान्जीहरू यहाँ छ होइन मन्दिर चाहिँ यो चाहिँ खारदेवी मन्दिर भन्छ होइन अनि घाम चाहिँ बबाले लागिरहेछ अनि त्यही हो अब अहिले पछि चाहिँ जानुपर्ने हुन्छ होइन ल त्यही हो अब एकछिनमा भेट्नु गाइज अब चाहिँ हामी मन्दिरबाट घर फर्किनु लाग्यो होइन सबजना चढ्दैछौँ होइन ल बहिनी चाहिँ डिउ खाँदैछ होइन हुन्छ पिरो भइरहेछ चटपटे खाएको होइन कुचिङ पऱ्यो ल गाई चाहिँ टक्क अब हामी चाहिँ राखिदिएको ल सो है हामी चाहिँ घर आइसक्यौँ होइन अनि घर आएर अहिले चाहिँ टक्क म नुहाएर फ्रेस भएर खानासाना खाएर बसिरहेको छु अनि आजको लागि चाहिँ यति नै होइन अनि तपाईँहरू के कस्तो लाग्यो भ्लग हेरिदिनु होला माया साथ सपोर्ट देखाइदिनु होला होइन अनि घाम चाहिँ टक्क लगाएर हेरिदिनु होला माया देखाइदिनु होला अनि आजको लागि चाहिँ यति नै थ्याङ्क यू फर वाचिङ दिस बोय विपिन मगर एन्ड त्यही हो ल अब टक्क लगाएर अर्को भ्लगमा भेटौँ ल भोलिको भ्लग चाहिँ राम्रै हुनेछ अब आज के कस्तो लाग्छ हेरिदिनु होला आजको लागि चाहिँ यति नै भन्दै बिदा माग्न चाहन्छु इट्स बोय विपिन मगर हस्त जय नेपाल।